वेलकम ब्याक टु माई च्यानल अगेन। फेरि पनि अर्को भिडियो लिएर आइसकेको छु म। बिहानको अहिले चाहिँ 10 बजेर 15-20 मिनट गयो। म चाहिँ भर्खर नुहाएर भ्याएँ। ड्युटी जानुपर्छ 3 दिनको छुट्टीपछि। बाहिरको मौसमै उसे लागेछ, खै घाम लाग्ला जस्तो छैन हैन। बाहिरको मौसम अलिकति नराम्रै छ आज। अनि यहाँ जहिले यस्तै हो। अनि दुध ताज्दै छ। अनि दुध हानी बेसी तरकारी पनि बनाउनु पर्छ। तरकारी पनि तड्का मात्रै हान्न बाँकी छ। तड्का हान्नु तरकारी दुध तताएर खाएर अनि ड्युटीतिर लाग्नुपर्छ है त। दुध रेडी भइसक्यो। टमाटर यहाँ चप गर्दैछु। यहाँ पाक्दैछ, मसला गल्दैछ। मसला गलेपछि आलु मटेरियल हालेर चाहिँ भ्याउनुपर्छ यसलाई। अनि ड्युटी जानुपर्छ खाजा खाएर। मैले बनाउन खोजेको चाहिँ आलु र अन्डा हो हैन। यो हिजो उमालेर राखेको थियो। यहाँ मसला रेडी भइसक्यो अलमोस्ट। अब यसमा यो हालिदिने अनि छोपिदिने, त्यति मात्रै हो। गाइस 3 दिनको अब भ्याकेसन पछि हैन म चाहिँ ड्युटी जान लाग्छ आज है। 4 यहीँ छ। 4 जहिले सन्डे फाल्न पर्ने जहिले बिर्सिन्छ। आज मङ्गलबार, भोलि बुधबार फाल्यो भने फाल्यो हुन्छ। रेस्टुरेन्ट छेउमै छ क्या। फेरि त्यहाँनिर हाल्न पनि सजिलो। जाने पनि त्यहीँ हो, गाडी पार्क गर्ने पनि त्यहीँ हो। त्यहाँबाट त्यहाँको पुत्ता फाल्न पनि सजिलो छ। बाहिरको मौसम एज मैले तपाईँलाई देखाएको जस्तै मजाले धुम्म छ। आज त घाम पनि लाग्दैन होला, तर केही छैन। म चाहिँ अब ड्युटी जानुपर्छ 3 दिनपछि है त। होइन म्याउ ग्याङ त सबैजना बसिरहेको छ। 1 2 3 4 घाम नलाग्यो होला। अहिले गाडी ठ्याक्क पार्किङ गरेर हिँडिसकेपछि ठ्याक्क गाडी म्याएर बस्छ क्या। तातो हुन्छ नि त गाडी पनि। फाइनली मेरो चाहिँ ब्रेक टाइम भइसकेको छ। अब ब्रेक टाइम भइसक्यो। अब घर जाने, खाना खाने। अब भाइ पनि पर्खिरहेको होला सायद मलाई खाना खानलाई होइन। पहिला घर जाउँ अनि खाना खाऊँ। अनि भाइलाई सिम कार्ड पनि लिनुपर्ने छ आज। एउटा अर्को बाइक छ, हिजो नगरेको काम आज गर्नुपर्छ। पहिला चाहिँ घर जाउँ है त। यो चाहिँ सिम कार्डको खोजीमा दाजुभाइ सिम कार्ड पाएको छैन। त्यहाँ तल एक ठाउँमा गएको, मान्छे लाइनमा रहेछ, पाएर पाएन। के भन्न चाहन्छ सिम कार्डको बारेमा? अगाडि गएर हेर्ने हो। त्यही अगाडि त्यही त उता गएर हेरौँ पाइन्छ कि पाइँदैन है त। लेट्सको। मजाले मेपल ट्रीको पातहरू हेर्नु। क्यानाडामा झन्डामा भएको पात यही हो होइन। तलपट्टि झन् मजाको छ होइन, राम्रो देखेछ। ओके गाइस, मेरो चाहिँ के अरे खाना रेडी भइसकेको छ होइन। म चाहिँ अन्डा करी र राइस खान लागेको होइन। अनि हेर्न सक्नुहुन्छ तपाईँहरूले, यहीँ देखिरहेछ है होइन। यो राइस रेडी छ। अनि अब अन्डा करी हालौँ। अनि यो खाएर चाहिँ एकछिन रेस्ट गरेर ड्युटीतिर लागौँ होला होइन। ल खाना पनि खाइयो। अब ड्युटी जाने। अँध्यारो चिसो होइन। जाडो छ है मौसम। ओके गाइस, मेरो चाहिँ ड्युटी पनि सकियो। आजको लागि भ्याइयो। किनभने आज बिजी भएन, त्यही भएर चाँडै हिँड्यो होइन। यस्तै हो, बिजी नभएपछि गाह्रो हुन्छ। अनि त्यति चलेको छैन रेस्टुरेन्ट आजकल। अफ सिजन सुरु भयो नि त, त्यही भएर अब घर जाने, खाना पकाउने, खाने, त्यही हो। अनि सुत्ने। मेरो चाहिँ सक्यो। अब भाइको चाहिँ अझै बाँकी छ। 1 घन्टा। त्यो चाहिँ एकछिनपछि आउँछ। म चाहिँ निस्केको अब घरतिर जाने, खाना रेडी गर्ने। त्यही त हो नि। ल घरतिर निस्क्यौँ है त हामी। घर आइपुग्यो। अब खानाको तयारी त्यही हो। के अरे के भन्छ यो काउली। यसलाई यहाँनिर आलु छ, आलुलाई ट्याक्क मिसाएर पकाउने। अनि हिजोको यो के अरे अन्डा र आलुको करी। यहाँ राइस पाक्दैछ। हिजो ढेँडो खाएको, आज राइस नखाने। आज ढेँडो नखाने, आज भातै खाने। अनि यो चाहिँ भोलिको लागि पकाउनु लाग्यो। किनभने अहिले भात पाक्दै त्यो मेरो तरकारी पनि पाकिहाल्छ। भोलि मलाई नै सजिलो हुन्छ, किनकि मैले मात्रै पकाउनुपर्छ। हाम्रो सरलाई पकाउन आउँदैन कि, त्यही भएर हो क्या। सबैले एक्लै गर्दा त झ्याउ हुन्छ नि त, त्यही भएर। तर केटाले भाँडासाँडा मोल्छ नि त, फेरि त्यसमा हेल्प हुन्छ मेरो। त्यही भएर ल अब यो पकाउन सुरु गरौँ है त। फाइनली मेरो चाहिँ तरकारी रेडी पनि भयो हैन।
प्याक लाएर खाउदिएर आलु अनि यो बिहानको अनि खाना पनि रेडी छ होइन अनि यो खाने अनि सुत्ने भोलि फेरि उठ्ने ड्युटी छ नि त्यही हो अनि यो भिडियोलाई यहीँ एन्ड गरौँ कान्छा आउँदैछ अब कान्छा आएपछि खाना खानेसँगै बसेर यो भिडियोलाई यहीँ एन्ड गरौँ थ्याङ्क यू सो मच फर वाचिङ केही पनि राम्रो लागेछ भने मेक स्योर टु सब्सक्राइब लाइक त्यही भन्दा पिस आउट